नमस्ते सबैलाई। म इन्द्रल। नेताका लागि सत्ता कति प्यारो रहेछ भनेर एउटा उदाहरण दिन्छु म होइन। जति बेला जेनजीको आन्दोलन भयो थियो 2-4 जनाभन्दा धेरै मरिसकेका थिए र गोली हानेर मारिसकेका थिए पुलिसहरूले। त्यही पनि केपी बाजेले राजीनामा दिएको थिएन। मान्छे मरे मर्छन्, जनता लड्छन्, तर म राजीनामा दिन्न भनेर एकदम कठोर भएर बसेका थिए। त्यसपछि अर्को दिन आफू मर्छु भन्ने डरले मात्र राजीनामा दिएका केपी ओलीले, नत्र राजीनामा दिन्थेन। म ग्यारेन्टीको साथ भन्छु। हामीले यसरी बुझ्नुपर्छ कि मान्छे मरे मर्छन्, तर यी नेता राजीनामा दिन्नन्। अझ हामी बनाउँछु देश भन्छन्। त्यस पछाडिका जनता त अझ 1000, 10,000, 20,000मा बिकेका छन्। तिम्रो आउने पुस्ता त्यो पैसाले चल्नेवाला छैन। तिम्रो आउने पुस्ता त्यस्तै नेताको चाकरी, नेताको गु खाएर बस्नेछ अझ त्यस्तो गऱ्यो भने। 5 चोटि प्रधानमन्त्री बनिसके मान्छे बुद्धि छैन मुजीहरू। जय नेपाल।